जो मान्छेले तपाईलाई मन पराउँदैन, तपाईलाई देख्नै चाहदैन र एउटा यस्तो समय आउँछ कि उसले जति गर्दा पनि तपाईलाई केही गर्न सक्दैन के, त्यो बेलामा चाहिँ अब उसले कस्तो खालको उपाय अपनाउँछ। एकदमै इन्फर्मेटिभ भिडियो छ, यो भिडियो हेर्नुस् त एकैछिन। जो मान्छेले तपाईलाई मन पराउँदैन त्यसपछि एउटा समय आइसकेपछि जब उसले तपाईलाई अट्याक गर्न सक्दैन, तपाईको मनोबल उसले गिराउन सक्दैन, उसले के गर्न थाल्छ, उसले अर्को त्यस्तै मान्छे खोज्दै हिँड्छ जसले चाहिँ तपाईलाई मन पराउँदैन। अनि उनीहरू बीच दोस्ती सुरु हुन्छ। तपाई कन्फ्युज नहुनुस्, उनीहरूको मन मिलेर, उनीहरूको कुराकानी मिलेर उनीहरूको बीच दोस्ती भएको होइन, मात्रै तपाईको कुरा काट्नलाई, तपाईको चियो चर्चा गर्नलाई उनीहरू बीच दोस्ती सुरु भएको। वास्तवमा भन्ने हो भने उनीहरू एकअर्कालाई पनि मन पराउँदैनन्। उनीहरू एक हुनुको एउटै मात्रै कारण त्यो हो तपाई। हेर्नु त तपाई कति पावरफुल हुनुहुँदो रहेछ। कुनै कुरा आएर तपाईको मुखमै कसैले डाइरेक्टली भन्न सक्दैन अनि पछाडी पछाडी भन्दै हिँड्छ भने तपाईको जित अलरेडी भइसक्यो। जेलसी जेलसी यसलाई भन्छ, त्यो पछाडी पछाडी घुसघुस गर्नेहरूको तपाई पछि नलाग्नुस्। आफ्नो बाटो हिँड्ने हो, आफ्नो काम गर्ने हो हैन। म त भन्छु हैन, हरेक किसिमको मान्छेहरू जिन्दगीमा आवश्यक छ के। 2-4 जना कुकुरहरू बाटोमा भुक्दै हिँड्दैमा केही पनि फरक हुनेवाला छैन, किनभने भुक्ने कुकुरले टोक्न सक्दैन नि त। त्यही भएर पक्कै पनि दर्शकबिन यस्ता जल्नेहरूलाई जल्न दिनुपर्छ, आफू चाहिँ अगाडि बढिरहनुपर्छ। यदि तपाईलाई यो भिडियो